ल गाइज ल हेर्नु होला साथीहरु ल भ्यूज चाहिँ म देखाउँदै छु तपाईहरुलाई गेम चाहिँ अझै स्टार्ट भएको छैन हैन ल हेर्नु होला गाइज त्यसै गरी अतिथिज्यूहरूलाई म अझ भुक्दै सम्पूर्ण खेलाडीहरूलाई शुभकामना दिनु नमस्कार हाम्रो कार्यक्रममा सम्पूर्ण व्यक्तित्वहरूको आगमन भएको छ म उहाँलाई सम्मान भावना गर्न चाहन्छु यस प्रतियोगितालाई सफल गर्नको लागि विभिन्न व्यक्तित्वज्यूहरूले आर्थिक रूपमा यहाँ चाहिँ गेट हो गाइज टिकट काट्ने गेट यहाँ भित्र छिर्छ यहाँदेखि गेम चाहिँ स्टार्ट हुन गइरहेको छ गाइज र चाहिँ मैले चाहिँ थोरै देखाउने छु गाइज तपाईहरुलाई सो आई विल सो यु गाइज लिटल बिट सो हेरेर इन्जोय गर्नु होला गाइज राष्ट्रपति समर्पित भई राष्ट्रका सहयोग गर्नको लागि म सबै अनुरोध गर्दछु र पहिलो पटक यस क्षेत्रमा दुई देशको राष्ट्रिय गान एकैपटक गान्दिँदैछ हेर्नु होला भ्यूज हेर्नु होला खेलेको हेर्नु होला इन्जोय गर्नु होला आनन्द लिनु होला हैन सैन्य महिना फुटबल रङ्गशाला हैन यो सैन्य महिना 4 मा हो यो नयाँ स्टुडियो हो हैन हेर्नु होला मजा ल्याउनु होला
गरी आजका यस व्यक्तिलाई आजका हाम्रा आर्थिक सल्लाहकार एवं प्रतियोगिताका एक नम्बर अतिथि दुवै युवाका निर्भरलाई हामीले हस्तान्तरण गर्दै यो कार्यक्रम यो प्रतियोगिताको औपचारिक रूपमा नै आफ्नो खेललाई सम्पूर्णलाई हामी मात्र गर्न चाहन्छौँ। हामी सम्पूर्णलाई हृदयदेखि नै आभार एवं धन्यवाद प्रकट गर्न चाहन्छौँ। आजको यो खेल प्रतियोगिता गेम नम्बर 5 आजको शीर्षकमा आउँदै गर्दाखेरि आज खेल रहेको छ आयुध मुर्गियाफ्री र त्यसै गरी मित्र राष्ट्र भारत सिक्किमको टिम रहेको कुरा हामी आफूलाई जानकारी गराउन चाहन्छौँ र अब लगतै खेल यहाँहरूमा आज गाइज यो मुर्गियाको र इन्डियाको हुँदैछ है। मुर्गियाको र इन्डियाको निर्माता पनि हुनुहुन्छ। आज मात्रै रिलिज भएको विशेष गरी ट्रेलर रिलिज भएको छ द्रौपदी चलचित्रका कलाकार एवं निर्माता प्रकाश तिवारीजी हामी माझमा हुनुहुन्छ। म उहाँलाई आशीर्वाद आशीर्वाद गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र यहाँलाई आजदेखि यो द्रौपदी फिल्मले एउटा स्पेसल अफर दिएको छ। रु 200 को टिकट काट्ने महानुभावहरूमध्ये तपाईहरुले आफ्नो टिकटको नम्बर सुरक्षित राख्नुहोला। प्रत्येक दिन 5 जनाले चलचित्र अवलोकन गर्न पाउनुहुनेछ। यी क्षेत्र आगतबाट चलचित्र लाग्दैछ भने